एभ्रीवान फाइनली मेरो कमेन्ट बक्समा आएर चाहिँ कतिपयले तपाईले कुन मोबाइलबाट भिडियो बनाउनुहुन्छ गोप्रोबाट बनाउनु भयो भनेर कमेन्ट गर्नु भएको छ हैन। मैले चाहिँ गोप्रोबाट बनाएको हैन। सो मसँग चाहिँ गोप्रो क्यामेरा छैन। 4K क्यामेरा मसँग नभएकोले गर्दा मैले किनभने भिडियो चाहिँ मोबाइलबाट बनाउँछु है। अनि कतिपयले पनि भनेछ कुन मोबाइलबाट भिडियो बनाउनुहुन्छ भनेर। सो मैले चाहिँ स्यामसुङ M02 बाट भिडियो बनाउँछु हैन। कतिपयले भन्छ तपाईले यो मोबाइलबाट खिचेको हैन भन्छ। मैले चाहिँ मोबाइलबाट नै भिडियो भ्लग बनाउँछु हैन। अनि सो मेरो यो मोबाइलको स्टोरी अनि र्याम चाहिँ मेरो कति जिबी र्याम हो भने चाहिँ 3GB र्याम हो हैन। 3GB र्याम अनि प्लस 2GB गरेको छ हैन। प्लस 2GB गरेकोले पनि केही काम दिन का। अनि 3GB र्याममै भए पनि 3GB र्याम यसको 3GB र्याम हो अनि प्लस 2 गरेको छ हैन। सो यो प्लस 2 ले काम रहेन का। अनि मैले त्यस्तै 5 मिनेट 6 मिनेट 7 मिनेटको भ्लग बनाएँ भने अरू भिडियो डिलिट गर्नुपर्छ का मैले। किनभने र्याम थोरै छ अनि अरू भिडियो मैले डिलिट हान्नुपर्छ। अनि त्यो मेरो यो स्यामसुङ फोनको चाहिँ क्यामेरा चाहिँ एकदम बबल हुन्छ। प्रायः सो स्यामसुङ मोबाइलको क्यामेरा चाहिँ एकदम टिकाउ हुन्छ हैन। अनि सक्सेस हुन्छ भनेर। किनभने यो अरू मोबाइल त है जति पुरानो हुँदै गयो त्यति क्यामेराको क्वालिटी घट्दै जान्छ। अनि स्यामसुङको चाहिँ प्रायः सो स्यामसुङहरुको चाहिँ क्वालिटी घट्दैन का, जस्तोको त्यस्तै रहनेछ। सो मेरो चाहिँ अहिले स्यामसुङ M02 बाट भ्लग बनाउँदैछु हैन। त्यही हो, मैले कुनै क्यामेराबाट भिडियो बनाउँदिनँ। कुनै कतिपयले भन्छ 4K क्यामेराबाट बनाएको होला अनि गोप्रो क्यामेराबाट बनाएको होला। हैन त्यो होइन। मैले चाहिँ स्यामसुङ M02 बाट भ्लग बनाउँछु। सो तपाईहरुलाई मैले नेक्स्ट भिडियोमा चाहिँ तपाईहरुलाई मेरो फोन यो भ्लग बनाउने फोन देखाउँछु हैन। स्यामसुङ M02 देखाउँछु। त्यही हो, मैले स्यामसुङ M02 बाट बनाउँछु। अनि आजको मौसम नै यस्तो बबल रहेछ का। वेदर यस्तो बबल छ नि भने दसैँतिर पनि लाग्यो नि त है अहिले। जब अनि दसैँ पनि आउँदैछ नजिक हैन। त्यही हो। अनि आज चाहिँ म ठ्याक्कै कहाँबाट आएको भन्दा चाहिँ पिङ थाप्ने अब यसपालि हाम्रो दाइहरूले सबैजनाले पिङ थाप्ने भन्दै थियो घरमा। त्यो भएर पिङको लागि चाहिँ मैले त्यो खाबा हुन्छ नि, खै के भन्छ क्या त्यसलाई, खाबा भनौँ न है। खाबा काटेर आएको थिएँ मैले 4वटा। अनि दाइहरू चाहिँ पछाडि नै हुनुहुन्छ। म चाहिँ अनि खाना खानु गएको। त्यही हो। यसमा अब ठ्याक्कै पिङ थाप्ने थियो दसैँ तिहारलाई। तपाईँहरूतिर पनि कतिपयले त पिङ थाप्न सुरु गरिसक्यो होला सायद हैन। पिङ थाप्न सुरु गरिसक्यो होला। अनि हाम्रोतिर पनि अब सुरु हुँदैछ। अहिलेको मौसम नै एकदम बबल अनि नाइस बबल छ का। त्यही हो गाइज, मैले चाहिँ भ्लग चाहिँ स्यामसुङ M02 बाट बनाउँछु। मेरो फोनको स्टोरी भनेको चाहिँ 3GB र्याम छ। 3GB र्यामबाट चाहिँ बनाउँछु। तर गाह्रो चाहिँ नि हो। 5 मिनट्सको भिडियो बनाउँदाखेरि एउटा भिडियो चाहिँ अनिवार्य डिलिट गर्नुपर्छ का मैले। थ्याङ्क्स फर वाचिङ।